बस भेटियो ए हजुरले हो ल धन्यवाद ल आउनुहोस् ह्यान्डसेक गरिहालौँ तपाईँको फेस देखाउँ लाइभमा छौँ हामी होइन राम्रो काम गर्नुभयो तपाईँले है देखाउँ है त तपाईँको शुभ नाम हजुर रोशन भुजेल तपाईँले इन्फर्मेसन दिनुभएको बस कहिले देखिएको थियो दाजु मैले अस्ति हजुर अस्ति देखिएको तपाईँले देख्नुभयो ओके अनि आफै खन्ने क्रममा देख्नुभयो कि धेरै खतल्नु भएको रहेछ यस्तो जाल खेल्दै आएको होइन पानी त्यति थियो कि पानी थियो जाल खेल्दै आउँदाखेरि अड्क्यो जाल अड्किएपछि के रहेछ यहाँ भनेर अनि जाल छाम्दाखेरि त्यो यो फलाम भेट्यो फलाम भेटेपछि मैले अनि साथीहरूलाई भन्यो ओइ केटा यहाँ गाडी हो कि के रहेछ अनि एकचोटि अनि ए तपाईँको नाम फेरि एकचोटि भनिदिनुहोस् त रोशन भुजेल घर हजुरकै त्यही हो माछा मार्ने काम गर्नुहुन्छ हस् तपाईँलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद ल उहाँ हुनुहुन्छ रोशन भुजेल उहाँकै इन्फर्मेसन अनुसार उहाँले चाहिँ हामीलाई जानकारी दिनुभएको थियो र हामीले सोही अनुसार चाहिँ प्रहरी प्रशासनदेखि लिएर सबैलाई चाहिँ खबर गरेका थियौँ र फाइनल्ली हामी सबैजना यहाँ आइराख्दाखेरि यो बसको अवशेष हामीले भेटेका छौँ।